हेलो हेलो वेलकम टु न्यू भ्लग। म सपना मगरको तर्फबाट सबैजनालाई नमस्कार। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आज म सानो भ्लग बनाउँदैछु। सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला। साग र आलु पकाउँदैछु। यो साग तोरीको साग लिएको छु म। अब यो तोरीको साग पकाउँछु अनि मैले तेल राखिसकेँ। अब यतातिर आलु पकाउनलाई पानी डोसिसकेको छु मैले। यसमा मैले आलु पकाउने छु मकैको। अनि मैले खर्चो लिइसकेको छु। यो मकैको खर्चो हो। पहिला यो हालेर पकाउनु पर्छ मजाले। अनि त्यसपछि यो पाकिसकेपछि यो हाल्नुपर्छ। यो चाहिँ पिठो हो, मकैकै पिठो यो पनि। अब यहाँ पनि यो हाल्ने बेला हुन लाग्यो। अब यतातिर तेल पनि तात्यो। अब म यो रातो खुर्सानी राख्नेछु, यसमा फ्राई गर्नेछु। यो पाकिसक्यो। म अब यसमा साग राख्नेछु। अब यत्तिकै भइसक्यो। यत्तिकै भएपछि यसले मजाले पानी सुकाउनु पर्छ। यसमा पानी निस्केको छ, यसमा मजाले पानी सुकाउनु पर्छ। यसमा यत्तिकै भइसकेपछि मैले यसमा काटेको टमाटर हालिदिन्छु एउटा। त्यस्तो गरेर अनि यसमा मैले हल्का उब्राएर नुन राखिदिनेछु। नुन राखिदिएँ मैले यसमा। अनि यति गरिसकेपछि यसले एकछिन 5 मिनट जति यत्तिकै छोड्नुपर्छ। यत्तिकै भइसकेपछि मैले अब यसमा बिस्तारै थोरथोरैबाट खर्चो राख्नेछु। यस्तो खर्चो राख्दै पन्युले चलाउँदै गर्नेछु। यसले बिस्तारै यस्तो गराउँदै चलाउँदै गर्नेलाई अझै राख्नुपर्छ। पातलो भएको छ हो, अझै राख्नुपर्छ। यति भइसकेपछि यसले मजाले चलाउनुपर्छ। यस्तो गरेर मैले चाहिँ धेरै जस्तो मान्छेले कराईमा पकाउँछन् ढेँडो अनि कसौरीमा पकाउने गर्छन्। म चाहिँ कुकरमा पकाउँछु। यसमा एकदम सजिलो लाग्छ मलाई ओह्राल्नु पनि, आटा ओह्राल्नु पनि। अनि यति भएपछि अब पानी अलि हल्का हल्का सुक्दै गएको छ। अब म